एससीई परीक्षा 2081 तयारी गर्ने तरिका। नमस्कार साथीहरू, स्वागत छ तपाईहरूलाई हाम्रो च्यानलमा, जहाँ हामी एससीई परीक्षा 2081 कोलम तयारीलाई अझ प्रभावकारी बनाउनका लागि उपयोगी टिप्स, नोट्स र रणनीतिहरू बाँड्नेछौँ। यदि तपाईँ एससीई परीक्षार्थी हुनुहुन्छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोस्। सुरु गरौँ। 1. परीक्षाको महत्त्व। एससीई परीक्षा नेपालकै एउटा महत्त्वपूर्ण परीक्षा हो, जसले विद्यार्थीको उच्च शिक्षाको बाटो खोल्छ। त्यसैले यसको राम्रो तयारी आवश्यक छ। तर चिन्ता नलिनुहोस्, हामी तपाईलाई सहज तरिकाले तयारी गर्ने तरिका सिकाउनेछौँ। 2. प्रभावकारी अध्ययन तालिका। सबैभन्दा पहिलो कुरा, अध्ययन तालिका बनाउनुस्। कठिन विषयहरू बिहान पढ्नुस्। सरलीकरण गर्न नोट बनाउनुहोस्। 50 मिनेट पढेपछि 10 मिनेटको ब्रेक लिनुहोस्। हरेक दिन लेखेर अभ्यास गर्न नबिर्सनुहोस्। यस्तो गर्दा तपाईको पढाइ अझ प्रभावकारी हुनेछ। 3. महत्त्वपूर्ण विषयहरूमा फोकस। एससीईमा प्रमुख विषयहरू गणित, विज्ञान, अङ्ग्रेजी, नेपाली र सामाजिक हुन्छन्। गणित, फर्मुलास कण्ठ गर्नुहोस्, दैनिक अभ्यास गर्नुहोस्। विज्ञान, चित्र र सूत्र याद गर्न फ्ल्यासकार्ड्स प्रयोग गर्नुहोस्। अङ्ग्रेजी, ग्रामर राम्रो बनाउनुहोस्, दैनिक रिडिङ एन्ड राइटिङ गर्नुहोस्। सामाजिक, प्रमुख घटनाहरूको मिति सम्झन टाइमलाइन बनाउनुहोस्। 4. मोडल प्रश्नपत्र र रिभिजन। अन्तिम तयारीको लागि पुराना प्रश्नपत्र समाधान गर्नुहोस्। टाइमर सेट गरेर परीक्षा जस्तै वातावरणमा हल गर्नुहोस्। आत्मविश्लेषण गरी कमजोरी सुधार गर्नुहोस्। दैनिक रिभिजन गर्दा सिकेका कुराहरू बलियो हुन्छन्। 5. परीक्षा दिने बेला ध्यान दिनुपर्ने कुराहरू। परीक्षा दिने दिन यी कुराहरू ध्यान दिनुहोस्। 1. समयमै परीक्षा हलमा पुग्नुहोस्। 2. उत्तर सधैँ स्पष्ट र व्यवस्थित लेख्नुहोस्। 3. हतार नगरी प्रश्न राम्रोसँग पढ्नुहोस्। 4. आत्मविश्वास राख्नुहोस्, तपाईले मेहनत गर्नुभएको छ। यो टिप्स तपाईलाई उपयोगी लाग्यो भने कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस्, भिडियो लाइक एन्ड शेयर गर्न नबिर्सनुहोस्। तपाईको तयारीलाई अझ राम्रो बनाउन हामी थप सामग्री ल्याउनेछौँ। सबैलाई शुभकामना।